So hello everyone, welcome back to my video after a long break. So I'm back in YouTube again. So अब चाहिँ मजाले भिडियोहरू बनाऊँ, मजाले कन्टिन्यू गरौँ for a long time भनेर सोचिरहेको छु अनि it's been a week. I'm thinking about coming back in YouTube तर कसरी के गरेर कस्तो कन्टेन्ट बनाऊँ कति खेलिरहेको थियो दिमागमा अनि फाइनली अब चाहिँ बनाइदिउँ नै स्टार्टै हान्दै बरु जसरी हुन्छ त्यसरी टाइपको भयो. So what I'm thinking right now is like I'm trying to do daily vlog actually किनकि अब पहिला नि गरेको नि त हप्तामा एउटा दुईटा हालेर त्यो मुडै नहुने रहेछ क्या बनाउँदा त्यो प्रोग्रेस नदेखेर झन्झ्याउ हुने रहेछ. सो अब चाहिँ लेट्स डु इट डेली 10-15 मिनटको केही न केही कन्टेन्ट केही न केही वाटेभर हुन्छ नि. अब केही त्यस्तो इम्पोर्टेन्ट हुन्छ नि केही रमाइलो त हुँदैन होला तर पनि फर मी माइसेल्फ टु इन्गेजिङ हुन्छ नि जे भयो नि अब जे मन लाग्छ त्यही कन्टेन्टहरू हाल्दैछौँ सो द्याट भ्युज लाइक सब्सक्राइब यताउता केहीको मतलब नगरिकन जति आउँछ हुन्छ नि लाइक नै आएन म त गर्दिनँ टाइपको त्यो आफैलाई डिमोटिभेट नगरिकन अगाडि बढौँ न त अब ट्राई गरौँ भनेर सोचिरहेको छु. सो यो अस्तिदेखि नै बनाउँछु सोचिरहेको थिएँ फर्स्ट भ्लग पनि तर के बनाऊँ भइरहेको थियो कि मतलब मलाई छैन भइरहेको ठ्याक्क आज चाहिँ अघि बिहानदेखि म लाइक उठेर अनि अलिकति मुड कताबाट आयो अनि वाट आई डिड वाज लाइक लेख्न मन लाग्यो. सो बेसिकली सो लेखिरहेको थिएँ लेख्दा के गीत लेखिरहेको थिएँ बेसिकली. सो अनि गीत 3-4 लेख्दा दिमागमा आयो यसकै भ्लग बनाइदिउँ न त गीत कम्पोज गरिरहेको भनौँ गीत बनाइरहेको लेखिरहेको राइटिङवाला बनाइदिउँ न त भ्लग भन्ने भयो. सो द्याट्स वाइ माथि आएर इन्ट्रो बनाइहालेँ तर 3 लाइन लेखिसकेको छु मैले अनि त्यही अब प्र्याक्टिस गर्छु त्यही लेख्छु अनि आज मेबी बेलुकासम्म म त्यसलाई फुल्ली प्र्याक्टिस गरेर गाउँछु नै एक्चुली नै. त्यस्तो राम्रो त छैन भोइसहरू त्यही पनि मलाई मन लाग्यो. सो लेट्स डु इट. अब अहिले गएर म देखाउँछु के लाइन लेखेको छु 3 लाइन त्यसपछि त्यसमा अझै थपेर अझै 4-5 लाइन बनाएर चाहिँ एउटा फुल्ली गीत नै बनाएर आजको भ्लग त्यसरी सुरु गरौँ भन्ने सोचेँ. प्लस भोलिदेखि चाहिँ के भ्लग गर्छु वा कस्तो बनाउँछु मलाई अहिले स्टिल आइडिया छैन तर विल फिगर इट आउट बिस्तारै. सो आजको वेदर पनि कस्तो म देखाइदिइहाल्छु प्लट पछाडि देखिरहनु भयो होला कस्तो छ यस्तो छ वेदर चाहिँ पुरै विशेष तारे भिर अनि पुरै क्लाउडी भइरहेछ आजको दिन. त्यही हो लेट्स गो गीत बनाऊँ अनि लेट्स सी मैले कस्तो गीत बनाउँदो रहेछ एउटा. सो यो 3 लाइन जति चाहिँ अघि मैले लेखेँ. सो यो 3 लाइन लेखेपछि मलाई आइडिया आयो भ्लगै हान्दिउँ भनेर. सो ह्यान्डराइटिङलाई चाहिँ यसो इग्नोर गरिदिउँ होइन अनि द थिङ इज यो 3 लाइन अब यसलाई अलिकति सुनाइदिइहाल्छु त म कसरी भनेर. ह्यान्डराइटिङ चाहिँ त्यस्तो छ तिम्रो ती सबै कुरामा मैले विश्वास गर्नु नै आज गाह्रो भयो. सेकेन्ड लाइन गोज लाइक तिमीलाई आफ्नो मुटु के हो मैले भर्खर लेखेको थिएँ म कन्फ्युज भइरहेछ अझै. सो आई थिङ्क यो गाउनुभन्दा नि म लाइन चाहिँ पढ्न सुनाउँछु अहिले अनि एकछिनमा गिटारमै हेर्छु है त. तिमीलाई आफ्नो मुटु नजिक राखी सबै होइन तिमीलाई आफ्नो मुटु नजिक राख्ने सबै इच्छा आज मेरो टुक्रा भयो अनि तिमीले दिनको उज्यालो झल्काई रातको अन्ध्यारोमा मलाई राखिदियो. सो स्टिल गोइङ अन अझै पनि लेख्नु बाँकी छ. सो आई थिङ्क पहिला म यो 3टा गिटारमा एक लट बजाउँछु है त. सो द सङ गोज लाइक अब यो 3 लाइन चाहिँ म अहिले गाएर सुनाउँछु त्यो नै अझ मिल्दैन आई नो होइन किनकि अहिले भर्खरै 10 मिनट अगाडि लेखायो 10 नभए आधी घन्टा अगाडि लेखायो. सो ट्राई गर्दैछु प्र्याक्टिस गर्दैछु अझै लाइनहरू लेख्नु बाँकी छ अझ 2 लाइन जति लेख्छु अनि लास्टमा चाहिँ अब फिनिस इट आउट आज नि यही भिडियोमै. सो द लाइन गोज लाइक दिस है त तिम्रो ती सबै कुरामा मैले विश्वास गर्नु नै आज गाह्रो नजिक राख्ने सबै इच्छा आज मेरो टुक्रा भयो तिमीले दिनको उज्यालो तिमीले दिनको उज्यालो झल्काए रातको अन्धकारमा मलाई राखिदियो. भइरहेछ न अझै नि आई नो मिस्टेकहरू भइरहेछ तर अभियसली मिस्टेक बिना त कसरी बन्छ
सो ब्याट्री लो भएको थियो भएर मेरो। सो अझै जाउँ, अझै 2 लाइन जति लेख्यौँ, त्यसपछि आई विल फिगर इट आउट अनि अगेन आई विल लेट यु नो गाइज है त। फेरि एकछिन अब 2 मिनट म लेख्छु पहिला, त्यसपछि भेटौँ। अझै पनि तिमीसँग मेरो, अझै पनि तिमीसँग मेरो मुटु छुट्न किन गाह्रो भएको यो। सो 2-3 लाइन लेखेँ अझै पनि, आरो यार अभियसली अब मलाई आउँदैन होइन। सो त्यही भएर अलिकति मिलिरहेछ नि, कति बिटहरू अझै गाह्रो भइरहेछ। तर फेरि 2 लाइन लेख्छेँ मैले, लाइक अझै पनि तिमीसँग मेरो मुटु छुट्न किन गाह्रो भएको यो। अब पुग्यो तिम्रो माया मलाई, बस्न देऊ मलाई मेरै संसारमा भनेर चाहिँ लेखेँ। तर ठ्याक्क गीतमा मिलाउँदाखेरि अझै मिल्यो होइन। सो किप अन प्र्याक्टिसिङ, लाइक एज यु गाइज क्यान सी ब्लर त भएन होला। सो हान्दैछु कस्तो आँखा कस्तो के भयो। सबै कुरामा मैले विश्वास गर्नु नै आज गाह्रो भयो। तिमीलाई आफ्नो मुटु नजिक राखी इच्छा तिमीले दिनको उज्यालो झुकाई रातको अन्धकारमा मलाई। यो लाइन अझै गाह्रो भइरहेको छ मलाई। यो तिमीले दिनको उज्यालो झल्काई रातको अन्धकारमा मलाई राखिदियोमा चाहिँ यो ठ्याक्क लास्टको लाइनमा चाहिँ अलिकति गाह्रो भइरहेको छ। लाइक फर इक्जाम्पल, तिमीले दिनको उज्यालो झल्काई रातको अन्धकार, ठ्याक्क यसमा कसरी पिकअप गरौँ भइरहेको छ। तिमीले दिनको उज्यालो झल्काई रातको अन्धकारमा म्यान, तिमीले दिनको उज्यालो झल्काई रातको अन्धकार, तिमीले दिनको उज्यालो झल्काई रातको अन्धकारमा मलाई राखिदियो। कस्तो लामो भयो, लाइनै चेन्ज गरौँ कि के गरौँ भनेर फेरि बेस्ट लाइन चाहिँ लागिरहेछ मलाई। तिमीले दिनको उज्यालो झल्काई रातको अन्ध्यारोमा राखिदियो वाला, यो चाहिँ राम्रो लागेर चाहिँ यही लाइन मिलिरहेको नि यो फेरि। सो गाइज लेखिसक्यो, प्र्याक्टिस गरिसक्यो। अब आएर न अब राम्रो त छैन अभियसली, मलाई आफैलाई थाहा छ। प्लस गाउनुभन्दा अगाडि म भनिदिन्छु, यो राइटिङ मात्रै मेरो हो, प्लस बाँकी सबै अब त्यो ट्युन स्युन सबै अर्कै गीतको हो। सो लयहरू पनि अर्कै गीतको हो। जस्ट लाइक यो वर्ड्सहरू भनौँ, यो शब्द मात्र मेरो हो, राइटिङ मात्र। सो लेट्स गो, त कस्तो भयो। सबै कुरामा मैले विश्वास गर्नु आज गाह्रो भयो। तिमीलाई आफ्नो मुटु नजिक राखी इच्छा सबै आज मेरो टुक्रा हो। तिमीले दिनको उज्यालो देखाई रातको अन्धकारमा मलाई राख्यो। अझै पनि तिमीसँग मुटु मेरो छुट्न किन गाह्रो भएको। अब पुग्यो तिम्रो माया मलाई, बस्न देऊ मलाई मेरै हालमा। आएर न कस्तो भयो के भयो, मिलिरहेको कति लिरिक्स पनि मिलेन अझै पनि, लाइनहरू पनि मैले यहाँ अर्कै थिएँ, मैले अर्कै भनिरहेको थिएँ। प्लस जुन लयमा गएँ त्यसमै भन्ने मैले, एन्ड डन। आई थिङ्क दिस इज द भिडियो। अब यो राम्रो नै भएन, आई नो।
but this is just a beginning, plus this is just like के भन्नु अब त्यही जे भयो अब I hope you guys like it. If you don't like it, then let me know के मन परेन. Obviously केही नि मन परेन होला, तर पनि that's it. अहिलेको लागि आजको लागि यति नै. So I hope जो पनि यहाँ लास्टसम्म हेरेर बस्दिनु भएको छ, थ्याङ्क यू. प्लस I want a suggestion from you guys, like as I said सुरुमा डेली गर्न खोजिरहेको छु भ्लग, अनि डेली गर्न खोजिरहेको छु भ्लग, अनि आएर नो लाइट पुगिरहेको छ मेरो. डेली गर्न खोजिरहेको छु भ्लग, प्लस दिमागमा कन्सेप्टहरू छैन, आइडियाहरू छैन डेली गरेर के मात्र गर्ने भनेर. सो मेरो हातमा जुन दिन राख्छु त्यो गर्दै जान्छु. अनि आई निड सजेसन फ्रम यु गाइज. प्लिज डिएम मी, अर यही भिडियोको कमेन्टमा पनि यस्तो गरौँ त्यस्तो गरौँ, यस्तो गर्दा बेटर हुन्छ, यस्तो गर त्यस्तो गर भनेर भन्नु, सो द्याट आई क्यान डु द्याट अगेन एन्ड अगेन. हुन्छ नि एभ्री डेको भ्लगमा बोल्न नि के बोलौँ भइरहेको छ, त्यो धेरै पछि भिडियोमा चाहिँ बोल्दाखेरि होला. सो आई होप दिस द एन्ड. Thank you for watching till end. Hope you guys will support me, and yeah, like, share and subscribe for more, plus give me some suggestions that I can follow up. Bye bye.